ल मेरो नाम चाहिँ सन्तोष भुजेल। मेरो पेसा चाहिँ बेकरी हो। ग्रिनल्यान्डमा मेरीगोल्ड नेर बेकरी छ। आज टोखामीबाट चाहिँ आज हाम्रो यो टिभीएसको चाहिँ नुवाकोटमा चाहिँ राइड भइरहेको थियो। त्यसपछि हामी अब सबजना चाहिँ दाइले उता फोन गरेर बोलाउनु भयो। सबजना जम्मा भएर चाहिँ मौसम टोखाबाट मौसमले नि साथ देला नदेला भन्ने थियौँ हामी। अब राम्रैसित मौसमले नि साथ दियो। अहिले हामी चाहिँ यो नुवाकोटको सिलट्याङ्की भन्ने ठाउँमा आइपुगेका छौँ। यसमा अब हामी साथीभाइहरू छौँ 12-13 जना जति छौँ। अब सबैजना नौलै हो। मेरोलाई चाहिँ 1-2 जना दाइहरू हाम्रो टोखाको सोरुमको दाइहरू चाहिँ चिनजान थियो। अब सबैजनासित नुवाकोट आउने क्रममा चाहिँ अब राम्रै भयो। अब साथीभाइ जस्तो उसमा अहिले हामी नुवाकोटको चाहिँ यो सिलट्याङ्की भन्ने ठाउँमा चाहिँ आइपुगेका छौँ। हेलो, यो मैले रोनिन बाइक चाहिँ चढ्दै आएको चाहिँ 4-5 महिना जति भयो। पहिला पनि मैले अरू धेरै कम्पनीका बाइकहरू चढ्दै आएको थिएँ। अनि यो बाइक लिने क्रममा चाहिँ मैले यसो नयाँ बजारमा चाहिँ अरू कम्पनीको धेरै बाइक चढियो। यो रोनिन बाइक चाहिँ अलि नयाँ टाइपमा यो टिभीएसको नयाँ उसमा चाहिँ लुक्समा चाहिँ आएको भएर चाहिँ मैले यो बाइक लिएको। यो बाइक मैले अहिले धेरै ठाउँमा लगभग नुवाकोटदेखि लिएर यो बाइक पश्चिम बुटोलदेखि धेरै ठाउँमा घुम्दै मैले यो लगभग 8-9 हजार जति चाहिँ राइड गरिसकेँ। यो बाइकको भन्नुपर्दा चाहिँ माइलेजहरू चाहिँ एकदम ठिक छ। अब अफरोडमा चाहिँ एकदम बेस्ट छ यो बाइक। अब अफरोडको लागि चाहिँ एकदम राम्रो बाइक रहेछ र अहिलेसम्म म एकदम खुसी छु यो बाइकमा।